सो आज 24 आवर्सको लागि मेरो लाइफको सबै डिसिजन च्याट जीपीटीले गर्छ। सो लेट्स गेट राइट इन्टु द भिडियो। सो अब चाहिँ नि हामी च्याट जीपीटीलाई सोधौँ व्हाट डु आई इट फर ब्रेकफास्ट भनेर। सजेस्ट मी एनी ब्रेकफास्ट डिश। ओके, सो च्याट जीपीटीले चाहिँ मलाई 2-3 अप्सन दियो। सो त्यसबाट म चाहिँ नि टोस्ट विथ स्क्रैम्बल्ड एग्स ट्राई गर्छु। सो लेट्स गेट टु माई ब्रेकफास्ट। ओके, सो गाइज मैले च्याट जीपीटीले भने जस्तै गरेर हैन टोस्ट, मलाई चाहिँ टोस्ट धेरै टोस्टी त्यो क्रङ क्रङ त्यस्तो डरेकै जस्तो मन पर्दैन, त्यही भएर ठिक ठिकैको टोस्ट छ। अनि यहाँ स्क्रैम्बल्ड एग्स छ हैन। फस्यो भने फेरि भोक लागेको बेलामा हैन यस्तो गाह्रो पर्छ। अलिकति ब्ल्याक पेपर हालौँ हैन, अलिकति धेरै नै। अनि आजको मेरो ब्रेकफास्ट यो भयो। अब हेरौँ च्याट जीपीटीले अब अरू के चिज भन्छ खानालाई गर्नलाई। विल सी द्याट अगेन हैन। अब आजको मेरो डिस कस्तो बनेछ लेट्स ट्राई इट। As usual, professional chef everybody. Over here, and then we'll go to the next activity. Hey there, welcome back. How can I assist you today? Okay, so can you choose from either skating or swimming? Any one of them. Got it. In that case, I'll go with skating. It's a lot of fun and definitely a great workout. Hope you have an amazing time. Workout रे। सो च्याट जीपीटीले चाहिँ नि स्केटिङ चुज गरेको छ, जुन चाहिँ मलाई जानै मन थिएन यस्तो गर्मीमा, किनकि हैन लडिन्छ, घाउ भइन्छ हैन। सो अल द बेस्ट फर मी हैन। सो अब यही लुगामा जादिनँ, विल आस्क च्याट जीपीटी कुन चाहिँ लुगा लगाएर जाऊँ। सो लेट्स गो टु माई आउटफिट चेन्ज। ओके च्याट जीपीटी, सजेस्ट मी एन आउटफिट। Alright, for a formal outfit, how about a crisp button-down shirt, maybe in a classic color like white or light blue, paired with some tailored trousers and perhaps a blazer. You could also add some formal shoes to complete the look. Let me know if you want more details. अरे बाप रे, अब मलाई फर्मल लगाएर स्केटिङ जानु पर्यो। सो फर्मल लगाएर आउनु त। ओके, सो गाइज म चेन्ज गरिसकेँ सुटमा, फर्मल भनेको थियो त्यो च्याट जीपीटीले। अब लाज लागिरहेछ कसरी गएर जानु त्यहाँ स्केटिङ खेल्नु के यो लगाएर यु नो। बट वी हेभ टु फेस आवर फियर्स, फेस एभ्रिथिङ। लाज लाग्यो सर, लाज लाग्यो। स्केटिङ जाने हो नि त आज। मेरो खिच्दै भिडियो यो लाएन बल मन छैन। ल कहाँ नजाने गर्दा आउनै पर्छ, भिडियो भने आउनुपर्छ। You can fear. के भन्नु के हो के हो के भन्दा फेस इज फेस। त पनि आउनु पर्यो, भिडियो त खिचिदिनु पर्यो। म त एक भिडियो खिच्छु अनि कोही हुँदैन कि त्यही बेलामा गइदिउँ। लेट्स गो टु स्केटिङ। ओइ भाइ अर्को लाइन जा के गरे? ओइ ओइ आइज भाइ आइज, तनी आउँछ भाइ आइज, आउनै पर्छ भाइ। कहाँ हो? मैले त समातिसक्यो। मलाई के खाँदैन पर्छ के खान अब मलाई चाहिँ बढी खाँदैन पर्छ। यतिकै हो, यतिकै हो। कहाँ भागेर बाबु? ल ओइ भाग्छस् त मसँग हिँड्ने छ आज। मलाई के त चाहियो? ल आइसक्रिम आइसक्रिम ल आइसक्रिम कति ल कति छ? 1000 आइसक्रिम नि 2 लापा लगाएर झापा बनाइ जापा पुऱ्याइदिनु। ल ल हिँड्नु ल आउँछ, आइसक्रिम खानिदिन्छु नि त। म छुट्टै जान्छु नि त। त छुट्टै मान्छे, म छुट्टै मान्छे। छुट्टै छुट्टै जानी रे तेरो त्यहाँ छुट्टै नामले म अनि 5 मिनेट रोजी आउँछु। चुप हावा ल किन ल त्यस्तो लजाएको आमै। ल ल आइज है त आइज। लेट्स गो लेट्स गो। सो गाइस आइसक्यो, फर्मल लुगा लगाएर यहाँ लाज लागिरहेछ अलिअलि हैन। कस्तो खाली च्याट जीपीटीले फर्मल भन्यो, त्यही भएर फर्मल लगाएर आएको। गर्मीले म पाकिसकेँ। आइसक्रिम किन्नु ल। ल ल। सो गाइज म स्केटिङ गरेर आइसकेँ।
नाउ इट्स टाइम फर मी टु आस्क च्याट जिपिटी एउटा डेयर म सोध्छु च्याट जिपिटीलाई होपफुली त्यसले केही राम्रै डेयर भनोस् मलाई होइन राम्रो हुने डेयर होइन सो लेट्स आस्क ओके च्याट जिपिटी क्यान यु गिभ मी अ डेयर सो मलाई चाहिँ नि च्याट जिपिटीले एउटा रातो खुर्सानी खाऊ भनेको छ सो होपफुली म खान सकौँ यति शक्ति होस् भगवान् यति शक्ति दियो सो लेट्स गो इट अ रेड चिली सो गाइस रेड चिली यो मात्रै रहेछ सबभन्दा डेन्जरवाला होइन यो पनि अलिक सुक्याए रहेछ अलिकति तर सुक्या नै पिरो हुन्छ भन्छ होइन यसो लाइक घोस्ट पेपर जस्तै हो होइन अब होपफुली मलाई शक्ति दिए इतनी शक्ति मुझे दे बिताता भन्नु पर्ला चियर्स होइन क्यामेराम्यान पिरो हुँदैन कि मलाई बुझ्यो यस्तो 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 सिम्पल चिजहरू गराउनुपर्छ होइन हल्का एक्सर्साइज गरौँ सो जबसम्म यो सहन्छु तबसम्म तपाईँहरू ओहो तपाईँहरू भिडियोलाई लाइक गरिदिनु च्यानलमा सब्सक्राइब गरिदिनु सकेन यार पानी सक्छ रे सो गाइज 5 मिनट भइसक्यो म पिरो सहेर बसिआएको सहेर त होइन पानी चाहिँ खाइदिए अब हल्का गुलियो खानुलाई लास्टै पिरो भयो यार हट टाढै दुख लागिरहेको सो गाइज राति परिसक्यो अब च्याट जिपिटीलाई लास्ट चिज सोधौँ होइन लास्ट चिज भनेको डिनर हुन्छ डिनर अब आज राति के खानु त डिनर भनेर म सोध्छु है त हेलो च्याट जिपिटी Hey Adar, how's it going? What's on your mind today? So suggest me a dinner dish for today. Got it. If you're in the mood for a classic Nepali dish, you could go for some dal bhat with tarkari, or maybe a nice plate of momos with a spicy achar. And another great option could be a hearty sel roti with some curry. सेल रोटी पो भनिदिरहेको कहाँ अब यतिखेर सेल रोटी ल्याउनु होइन सो ओके यसले मलाई दाल भात तरकारी र मोमो भन्यो सो आइम गोना चुज मोमो होइन सो लेट्स गो एन्ड इट सम मोमोज सो त्यसपछि हामी मोमो खान गयौँ मोमो एकदमै मिठो थियो होइन झोल मोमो खाएको सो त्यहाँ अलिकति आवाज बढी थियो त्यही भएर ग्यासको आवाज गरेर मेरो आवाज सुनेन त्यही भएर मैले भोइस ओभर गरिरहेको सो मोमो खतरा मिठो थियो हल्का पिरो पिरो पनि थियो होइन एन्ड गाइज आजलाई यति नै भिडियो मन पऱ्यो भिडियो लाइक गरिदिनु च्यानलमा नयाँ सब्सक्राइब गरिदिनु every Monday new video, new challenge, new fun. See you guys in the next video. Peace.